दर्शकवृन्द, नेपाली चलचित्र क्षेत्रको एक्सनको टाइगर विराज भट्टको मुख्य भूमिका रहेको चलचित्र राम नाम सत्यको धमाकेदार ट्रेलर हिजो सार्वजनिक भएको थियो। यति बेला राम नाम सत्य फिल्मको ट्रेलरले नेपाली चलचित्र क्षेत्र लगायत सामाजिक सञ्जालमा चारैतिर तहल्का पिटिरहेको छ। आज म यही कुराकै बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई पुरा दिनुहोला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकवृन्द, नेपाली चलचित्र क्षेत्रको एक्सनको टाइगर विराज भट्टको बहुप्रतीक्षित चलचित्र राम नाम सत्यको धमाकेदार ट्रेलर हिजो सार्वजनिक भएको थियो। सार्वजनिक भएको ट्रेलरमा हामीले नेपाली चलचित्र क्षेत्रको एक्सनको टाइगर विराज भट्टलाई अहिलेसम्मकै नदेखेको खतरनाक एक्सन अवतारमा देख्न सक्छौँ भने सार्वजनिक भएको ट्रेलरलाई दर्शकहरूले एकदमै धेरै मन पराइराख्नु भएको छ। सार्वजनिक भएको ट्रेलरले यति बेला नेपाली चलचित्र क्षेत्र लगायत सामाजिक सञ्जालमा चारैतिर तहल्का पिटिरहेको छ भने राम नाम सत्य फिल्मको अझ धेरै चर्चा भइरहेको छ। र राम नाम सत्य फिल्मको ट्रेलर हिजो रिलिज भएको 1 घण्टाभित्र नै ट्रेन्डिङमा पसेको थियो। अहिले राम नाम सत्य फिल्मको ट्रेलर युट्युबमा नम्बर 1 ट्रेन्डिङमा रहेको छ भने राम नाम सत्य फिल्मको ट्रेलर रिलिज भएको करिब 20-21 घण्टा पुरा भइसकेको छ। अहिलेसम्म आइपुग्दाखेरि राम नाम सत्य फिल्मको ट्रेलरले युट्युबमा 9 लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ भने राम नाम सत्य फिल्मको अझ धेरै चर्चा भइरहेको छ। यति बेला राम नाम सत्य फिल्मको चर्चा र क्रेजलाई हेर्ने हो भने राम नाम सत्य चलचित्रले यही चैतको 27 गते बक्स अफिसमा भूकम्प ल्याउने पक्का पक्की रहेको छ भने एक्सनको टाइगर विराज भट्टले बक्स अफिसमा तहल्का पिट्ने पक्का पक्की रहेको छ। राम नाम सत्यले कम्तीमा पनि 20 करोडभन्दा माथिकै बक्स अफिस कलेक्सन गर्ने देखिरहेको छ। राम नाम सत्य चलचित्रले अहिलेसम्म रिलिज भएका सबै फिल्महरूको रेकर्डलाई ब्रेक गरेर आफ्नो नयाँ इतिहास लेख्ने पनि देखिरहेको छ। एक्सनको टाइगर विराज भट्टले 2081 सालको दशैँमा 12 गाउँ मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ इतिहास लेखेका थिए भने एक्सनको टाइगर विराज भट्टले फेरि पनि राम नाम सत्य चलचित्र मार्फत नयाँ इतिहास लेख्ने देखिरहेको छ।